आविष्कार सम्बन्धी जीके प्रश्नहरू लिएर आएको छु। अब सुरु गरौँ। प्रथम प्रश्न रहेको छ, टेलिभिजनका आविष्कारक को हुन्? मैक्सवेल, थोमस अल्वा एडिसन, आइन्स्टाइन, जेएल बेड। यसको सही उत्तर रहेको छ जेएल बेड। दोस्रो प्रश्न रहेको छ, डिजेल इन्जिनका आविष्कारक को हुन्? रुडोल्फ डिजेल, माइकल डिजेल, आइन्स्टाइन, फ्याराडे। यसको सही उत्तर रहेको छ रुडोल्फ डिजेल। अर्को प्रश्न रहेको छ, थ्योरी अफ इलेक्ट्रोम्याग्नेटिक वेव्सका आविष्कारक को हुन्? माइकल फ्याराडे, मैक्सवेल, आइन्स्टाइन, आर्किमिडीज। यसको सही उत्तर रहेको छ मैक्सवेल। पाईको मान 22/7 हुन्छ भन्ने पत्ता लगाउने व्यक्ति को हुन्? माइकल फ्याराडे, मैक्सवेल, आइन्स्टाइन, आर्किमिडीज। यसको सही उत्तर रहेको छ आर्किमिडीज। थ्योरी अफ रिलेटिभिटीका आविष्कारक को हुन्? माइकल फ्याराडे, मैक्सवेल, आइन्स्टाइन, आर्किमिडीज। यसको सही उत्तर रहेको छ आइन्स्टाइन। टेलिस्कोपका आविष्कारक को हुन्? माइकल फ्याराडे, ग्यालिलियो ग्यालिली, आइन्स्टाइन, आर्किमिडीज। यसको सही उत्तर रहेको छ ग्यालिलियो ग्यालिली। एटोमिक थ्योरी कसले प्रतिपादन गरेका हुन्? चोइसहरू छ माइकल फ्याराडे, ग्यालिलियो ग्यालिली, न्युटन, जोन डाल्टन। यसको सही उत्तर रहेको छ जोन डाल्टन। थ्योरी अफ इभोल्युसन कसले प्रतिपादन गरेका हुन्? चोइसहरू रहेको छ माइकल फ्याराडे, चार्ल्स डार्विन, न्युटन, जोन डाल्टन। यसको सही उत्तर रहेको छ चार्ल्स डार्विन। लज अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन कसले प्रतिपादन गरेका हुन्? माइकल फ्याराडे, मैक्सवेल, न्युटन, जोन डाल्टन। यसको सही उत्तर रहेको छ माइकल फ्याराडे। प्रोजेक्टर इलेक्ट्रिक बल्ब कसले प्रतिपादन गरेका हुन्? माइकल फ्याराडे, मैक्सवेल, थोमस अल्वा एडिसन, जोन डाल्टन। यसको सही उत्तर रहेको छ थोमस अल्वा एडिसन। आफ्नो नाम आफै बिर्सने र धेरै आविष्कार गर्ने व्यक्ति वैज्ञानिक को हुन्? माइकल फ्याराडे, मैक्सवेल, थोमस अल्वा एडिसन, जोन डाल्टन। यसको सही उत्तर रहेको छ थोमस अल्वा एडिसन। तार बिनाको टेलिग्राफ आविष्कार गर्ने वैज्ञानिक को हुन्? माइकल फ्याराडे, म्याडम क्युरी, थोमस अल्वा एडिसन, मार्कोनी। यसको सही उत्तर रहेको छ मार्कोनी। ल अफ ग्रेभिटेसनल प्रिन्सिपलका प्रतिपादन गर्ने व्यक्ति को हुन्? माइकल फ्याराडे, म्याडम क्युरी, आइजक न्युटन, मार्कोनी। यसको सही उत्तर रहेको छ न्युटन। धन्यवाद।